हेलो हजुर सबैलाई नमस्कार है। आज एउटा भिडियो बनाउन मन लाग्थ्यो मलाई, नबनाऊँ कि भनेको एउटा बनाउन मन लाग्यो। देश तथा विदेशमा जहाँसुकै रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले यो भिडियोलाई सेयर गरिदिनु होला, जो कि मिराज भाइसँग पुगोस्। मैले प्रायः जसो न्युज हेरिरहेको हुन्छु। न्युज हेर्दाखेरि मिराज भाइले भन्नुभएको थियो 19 आज 19 तारिक पनि हो, नेपालको 2 गते। आज उहाँले पार्टी घोषणा गर्ने भन्ने कुरो गर्नुभएको थियो। आज सायद मैले त्यहाँ लाइभ पनि हेरिरहेको छु। मैले अघि भर्खरै लाइभ पनि हेरिरहेको छु। अहिले कार्यक्रम सञ्चालन चाहिँ भएको छैन। अनि त्यस पछाडि त्यही भएर चाहिँ एउटा भिडियो बनाइदिउँ भनेर म चाहिँ मिराज भाइलाई म के भन्न चाहन्छु भन्दाखेरि, हेर्नुहोस्, तपाईँले तपाईँको कति कुराहरू पनि मलाई मनपर्छ, कति कुराहरू चाहिँ फेरि मलाई कस्तो पनि लाग्छ होइन। अनि त्यही भएर के भन्छु भने, तपाईँले एउटा निर्णय लिँदाखेरि, तपाईँहरूको ग्रुप कति छ, जेनजी नै भन्छु म त। अब जेनजी भन्नुभएको थियो पहिला सुरुमा, पछि फेरि होइन के भन्ने कुरो पनि गर्नुभएको थियो। म त्यसमा चाहिँ म गइनँ। जेसुकै भए पनि तपाईँहरूको अब उस कति छन् अब ग्रुप, सबैजना एक ठाउँमा बसेर एउटा निर्णय, ठोस निर्णय लिनुहोस्, लिएर मात्रै बोल्नुहोस्। राजनीतिकमा त्यस्तो तपाईँको चल्दैन। राजनीति कस्तो हुन्छ भनेर तपाईँलाई थाहै होला। तपाईँ पनि एउटा कानुनको विद्यार्थी हो, संविधान पनि तपाईँले पढ्नु भएको रहेछ, मैले पनि बुझिसकेको छु तपाईँको कुराहरू। त्यही भएर तपाईँले 10 चोटि सोच्नुहोस् है, 10 चोटि सोच्नुहोस्। 10 चोटि सोचेर बल्ल निर्णय लिनुहोस्, एउटा ठोस निर्णय लिनुहोस्, जो कि एउटा तपाईँले लिएको निर्णयले गर्दाखेरि तपाईँलाई भोलि पछुतो नहोस्, हो त्यस्तो निर्णय लिनुहोस्। त्यही भएर मैले सबै कुरा चाहिँ भन्दिनँ। पछि म तपाईँको के आउँछ पछि हेर्छु, प्रतिक्रिया म तपाईँलाई गरौँला। मेरो भनाइ चाहिँ यति मात्रै हो कि तपाईँले गर्दाखेरि नेपाली जनताहरूले दुःख पाउनु भएन। विगतमा अस्ति भर्खरको 23-24 गतेको आन्दोलनले पनि अब त्यहाँ के भयो होइन, देशलाई कति क्षति पुग्यो, जनताले कति दुःख पायो भन्ने कुरा अब तपाईँ आफूले पनि मनन गरिसक्नु भयो होला होइन। त्यस्तो नहोस्। तपाईँको आजको पार्टी घोषणा गर्ने कार्यक्रम चाहिँ सफल रहोस्। तपाईँले एकदम राम्रो निर्णय लिनु होला, यति नै भन्न चाहन्छु। देशको जल्दो बल्दो युवा हुनुहुन्छ, भोलि राम्रो गरेको सुन्न पाऊँ। त्यही भएर मिराज ढुङ्गाना भाइलाई आजको लागि बेस्ट अफ लक। बेलुकासम्मको न्युज म हेर्छु है। अनि यहाँहरूले पनि, जतिले पनि मेरो भिडियो हेर्नुहुन्छ, त्यसलाई लाइक, कमेन्ट, सेयर सबैलाई गरिदिनु है। सबैसँग फैलियोस् न यो कुराहरू। हस् त।